कुन चाहिँ पौडी हो तिमीले होइन यहाँ लस्सीहरू सस्तो छ 180 रहेछ 200 रहेछ 200 कङ्गो हेर्ने लस्सी त 5 लाख रुपैयाँ किलो भनेर त उसले के हो लस्सी भन्नु तिनटा ब्याट्रीको भयो जस्तै ब्याट्रीमा हाल्नु भन्दै के पैसा बढाउँदै हेर्नु सक्यो यत्रो माथि यत्रो फुलेको थियो नि होइन त्यही हो ब्याट्रीको यस्तै थियो रातभर चार्ज गरेर छोड्ने के होइन त भाइ काम रहेछ फास्ट चार्जरले चार्ज गर्न ठिकै बेठी ठिकै हो सबै एकैछिनमा चार्ज हुन्छ भने ठिकै हो एकछिनमै चार्ज हुन्छ त ठिकै हो त्यस्तै गर्ने नि त्यही हो मेरो किन फुलिदिएको कहिले ब्याट्री फुलिन्छ जाडोमा गरममा चेन्ज भयो चिसो ठाउँमा ट्रेक गरेर तिमी एकछिन चार्ज त्यही भन्थ्यो कि त्यो चिसो ठाउँबाट तातो ठाउँबाट चिसो ठाउँ जाने बेला नि फुलिन सक्छ त्यस्तै भन्थ्यो भन्नु त यहाँ रहेछ नि त ब्याट्री त्यो त खासै बुझ्दै थियो नि कुरा एउटै हो क्या कुरा चाहिँ एउटै हो अलिकति फुल्ने अलिकति साइज हुने के फुल्यो भन्छ अनि यो फुलेर इन्डोलेपछि त्यो डिस्प्लेहरूलाई के असर गर्थे गर्थेन उसले गर्थेन हो खासै त्यस्तो डिस्प्ले असर गर्ने होइन छैन तर केही न केही हिसाबमा चाहिँ गर्छ आइफोनमा चाहिएको आइफोनमा चाहिँ खतरा क्रिएसन भ्यू अहिलेसम्म चाहिँदैन नि हुन चाहिँ अटोमेटिक भ्यू हुन्छ हुन चाहिँ होइन वाटर प्रुफ तर एकपल्ट खोलिसकेपछि वाटर प्रुफ काम गर्दैन खासै मेरो यो वाटर प्रुफ भएन तपाईँको वाटर प्रुफ छ अझै 1 वर्षसम्म मात्रै हेरिदिनु वाटर अलिअलि वाटर रेजिस्टेन्ट त हुन्छ नि होइन यो नर्मली रेजिस्टेन्ट हुन्छ पानी पर्ने ठाउँ हुन्छ नि त्यो कुना हो क्या त्योबाट हतपत पानी छिर्ने चान्स हुँदैन क्या अलिअलि त्यो सिमसिम पानीमा भिज्दै हिँडेर फरक पर्दैन सकेसम्म सेभ गर्ने 1 वर्षसम्म वारेन्टी दिन्छ अब वाटर प्रुफ पनि होइन कम्पनीले नि पछाडि ब्याग पनि टाँसे हाल्नु नि ल भाइ ल नयाँ जस्तै भयो दुई तिनपल्ट खेल्छ क्या जति कोको टाइममा चाहिँ छ गेमिङ बोर्ड हो यो भाइ पहिला मेरो पसल काम गरे हो के भयो भाइले त्यसै भाइलाई नि पैसा मलाई लाग्छ सोल्टी सस्तोमा यो कालहरु निकाल्नु मिल्दैन यो यस्तै हो यो त्यो चाहिँ सोल्टी वायरलेस चार्जर हो नि किवाई चार्जिङ हुन्छ उर्गेली हुन्छ त्यो हुन्छ त्यो काम गर्ने वाला मलाई त्यो आइफोन यसमा त छैन होला नि एक्समा त छ हो र एडदेखि छ सोल्टी मेरो नि वायरलेसको छैन तिम्रो वायरलेस चार्ज त्यो ढिला हुन्छ सोल्टी कति बेला लाग्छ त्यसमा यस्तो हुन्छ सोल्टी फेरि चाहिँ अप्टिमल चार्जिङ छैन कति हो 1992 यो थियो के गर्नु अप्टिमाइज गरे भने चाहिँ के हो नि तपाईँले बेलुका तपाईँले अप्टिमाइजले चाहिँ के गर्छ भने तपाईँको चार्जिङ तपाईँले कुन बेला चार्ज गर्छ भने बिहेभियर हेर्छ अनि त्यही अनुसार तपाईँले कहिले काहीँ राति 10 बजे चार्ज गर्नुभयो सुतिन्छ नि त मान्छे बिहान 4 बजीसम्म फुल हुन्छ त्यो सबै छिराउनु पर्छ